नमस्ते सबैहरुमा। यो चाहिँ मेरो पहिलो मैले बोलेर हालेको भिडियो हो। यो चाहिँ मेरो बुहारी नानीको दही चिउरा कार्यक्रममा खिचेको केही भिडियोहरू मैले यहाँहरू सामु राखेको छु। के कस्तो हुन्छ हेरिदिनु होला। यो चाहिँ हामीले बेलुन फुटाएर बेबीको को पर्छ त भनेर यसो चिनाउने कार्यक्रम गरेको। उहाँ चाहिँ मेरो मम्मी हो, ऊ चाहिँ मेरो ठुली दिदी हो, ऊ चाहिँ मेरो माइली दिदी, अनि यो चाहिँ म आफै हो। कन्फ्युज भइरहेको छु के भन्ने भनेर। ऊ चाहिँ मेरो एकदम कान्छी बहिनी हो। ऊ चाहिँ हो आजको विशेष प्राणी। यो बेलुन फुटाउने कार्यक्रम पनि सकियो। अब सुरु भयो हाम्रो टिकटक नबनाइ त फेरि केही सम्भव छैन हैन। टिकटक त बनाउनु पर्यो। त्यही भएर बुहारी नानीलाई बिचमा राखेर हामी चार दिदी बहिनीले टिकटक बनाउँदैछ। उनले फेरि यो चाहिँ मेरो बुहारी नानीको फुल लुक हो। विशेष दही चिउराकै लागि गरेको। ऊ चाहिँ मेरो भाइ हो। ऊ चाहिँ एकदम लजाउँछ फेरि भिडियो बनाउन आएछ भाइ भन्दा पनि आउँदैन। बल्ल 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 आयो, त्यही पनि यो भएन त्यो भएन भन्छ। यिनीहरू दुईजना त यो पनि बल्ल 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 फकाएर भाइ हाँस समातेर लिएर न भनेर बनाएको भिडियो हो। जसो तसो हाँस समातेर चाहिँ ल्यायो है, यसले नि ल्यायो। के गर्नु गाह्रो छ। दङ्ग छन् फेरि दुईजना। सबैजना हेर्दैछन्। यो चाहिँ हामीले टिकाटालो केही पनि नगरिकन यतिकै दही चिउरा कार्यक्रम मात्रै गऱ्यौँ। किनकि हाम्रो हजुरआमा भर्खर बित्नु भएको भएर हामीले टिकाटालो गर्नु हुँदैन। यतिकै दही चिउरा मात्र खाँदैछौँ हामी। यो चाहिँ बुहारीलाई भिडियो बनाऊ न भन्दा लाज लाग्छ अरे। अनि त्यसपछि तिमी फुल चलाऊ म बनाइदिन्छु भिडियो भनेर फुल मात्र चलाएर बसिन् र मैले भिडियो बनाइदिएँ। यिनीहरू दुईजना दङ्ग छन्। हामी पनि